Hi guys, welcome to my another vlog. अनि आजको vlog चाहिँ के हैन सिम्पल हैन फ्राइडे थियो त्यही माथि अनि म घर फर्किन त त्यही भएर गरेको अनि वेदर आज कस्तो राम्रो थियो अनि आई वाज वेटिङ फर माई भ्यान अनि भ्यान आयो म सिधै कलेज गएँ हैन भ्यानमा भिडियो बनाएन अनि कलेजमा बसेँ अनि एकजना होमवर्क गरिरहेको थियो अनि हामी चाहिँ यसरी बसिरहेको थियो रमाइलो गर्दै हा टिचर कोही आएको थिएन त्यति बेरसम्म सो यतिकै बसिरहेको थियो अनि लाइक वर्ल्ड कपको सिजन भएर क्लासमा सबजना वर्ल्ड कप हेर्दै थियो क्या लाइक सर पनि आउनु भएको थिएन हामी वर्ल्ड कप हेरेर बसिरहेको थियो त्यसपछि यतिकै भिडियो बनाएर बस्यौँ हामी त्यतिखेर हैन यो चाहिँ इन्स्टाको ब्लुमरबाट बनाएको हो हैन यस्तो कमेडी आइरहेछ अनि हामी केही गरेन मोबाइल चलाएर अनि सिधै घर जाने टाइम भयो अनि म इनड्राइभ बुक गरेर घर आएँ क्या ट्रान्सपोर्टेसन युज गर्थेँ त्यही पनि म आज इनड्राइभमा घर आएँ बिकज म यता घर आउने पनि काम थियो 12:20 सो त्यही भएर अनि म चाहिँ घर पुगेपछि बाबालाई फोन गर्छु अनि गाडी भन्दिनु भन्छु भने अनि फाइनली घर पुगेँ घर पुग्दा मैले आइसक्रिम किनेर खाएँ सो गर्मी भइरहेको थियो अनि आइसक्रिम खाने मुडमा थिएँ अनि आइसक्रिम किनेर खाएँ अनि अब खानासाना खान्छु अनि बाबालाई फोन गर्छु भने सो खानासाना खाएर म चाहिँ रेडी भएर बसिरहेको थिएँ अनि जडीबुटीमा छ गाडी भन्नुभयो अनि सो म चाहिँ इनड्राइभबाट जडीबुटी जाँदै थिएँ काइन्डली एक्साइटेड थिएँ घर जानलाई हैन अनि म चाहिँ अलरेडी रनिङ लेट भइसकेको थिएँ त्यही भएर म जडीबुटी जाँदै थिएँ आई वाज अन माई वे टु जडीबुटी अनि यति गइरहेको थिएँ अनि लाइक वेदरहरू कस्तो राम्रो थियो अनि बिचमा चाहिँ जाम पनि भएको थिएँ बट नो म्याटर हैन अनि जडीबुटी पुगेँ गाडी चढेँ अनि लाइक सूर्य विनायकमा 7जनालाई पर्खिनु छ भनेर आई वाज अन वी वर अन आवर वे अनि सूर्य विनायक जाँदै थिएँ अन द वे थिएँ हामी हैन लाइक वेदर यस्तो सही थियो नि म लाइक यस्तो मन पर्यो अनि त्यसपछि सूर्य विनायकमा सबैजना चढ्यो अनि वी वर अन माई वे हामी चाहिँ बनेपा पुगिसकेको थियो लाइक यस्तो उठ्यो नि बनेपातिर मलाई चाहिँ अल्छी लाग्यो यत्तिकै भिडियो बनाएर बसेँ हैन अनि यस्तो अल्छी लागिसकेको थियो अनि अगाडि नि यस्तो धुलो थियो नि यस्तो धुलो आइरहेको थियो क्या फ्रीको पाउडर लाउनु पाइरहेको थियो अनि हामी चाहिँ दोलाघाटमा रोकेको थियो केही सामान झार्नु पर्ने भएर अनि दोलाघाटमा बसेँ म अनि त्यसपछि त्यो सामान झारिरहेको थियो मलाई चाहिँ अल्छी लागिरहेको थियो हैन सबैजना बाहिर गइरहेको थियो बट म चाहिँ गएन अनि सो दिस इज द भ्यू अफ दोलाघाट यहाँतिर चाहिँ के खान पाइन्छ अनि यहाँ चाहिँ अगाडि थियो सबैजना बसिरहेको थियो त्यहाँ अनि म चाहिँ यतिकै बसिरहेको थिएँ अल्छी लागेर दोलाघाटको भ्यू हेर्दै अनि त्यसपछि सुकुटे बिच पुग्यो यहाँ सुकुटे बिचमा सानजना मान्छेहरूलाई जानुपर्ने थियो अनि झरेपछि म चाहिँ बसिरहेको थिएँ उनीहरू झरिरहेको थियो अनि लाइक रिसोर्टको भ्यू कस्तो खतरा रहेछ है मलाई पनि जानु मन लागिरहेको थियो बट म घर फर्किनु पर्ने थियो अङ्कलले चाहिँ झर्ने भए झर एकछिन हेर भन्दै थियो बट मलाई चाहिँ कहिले घर पुग्दा सोचेको थियो अनि यो चाहिँ साइडको भ्यू हो हैन अनि लाइक म चाहिँ गाडीमै थियो बिहान आएको दिनै अनि लाइक इभीको गाडीको चार्ज नै सकेन आँटा थियो अल्छी नै लागिरहेको थियो आई डोन्ट नो कहिले घर पुग्छ भइरहेको थियो मलाई एकदम भोक लागिरहेको थियो क्रेभिङ्स भइरहेको थियो पानीपुरीको सो गाइस फाइनल आइपुगेँ हैन ब्याग बोकाउनु लाग्छु म यहाँ चाहिँ मेरो अन्नाले ऊ त्यो पछाडि चाहिँ बहिनी त पुऱ्याइरहेको छ सो आफ्टर फाइनली लङ टाइम मेरो कपाल कस्तो भएछ अब चाहिँ पानीपुरी खानु ल मलाई लास्ट पानीपुरीको भयो एउटा मम्मीको मोबाइलबाट बनाउँछु म अब हामी बेबी बेच्नु जाँदा चाहिँ मेरो बेबी अनि मेरो भाइ त यहाँ डल्लो भएर देख्दैन आई मिस दिस प्लेस भेटे कि नभेटे कि होइन 6:30 चाहिँ अहिले पानीपुरी खाइदिन्छु पुरी खाएर हामी गाडी निस्किँदै मेरो ब्लग
सो गाइज आजको ब्लग मैले पाक्ने आजको यति नै हो ब्लग बाई गाइज बाई